नमस्कार साथीहरु, आज म शरमको बारेमा केही जानकारी लिएर आएको छु। यदि तपाईहरु वैदेशिक रोजगारको सिलसिलामा जाँदै हुनुहुन्छ अथवा छुट्टीमा गएर फेरि आउँदै हुनुहुन्छ भने शरम गर्नु अनिवार्य छ। यसरी शरम गरिरहँदा धेरै साथीहरु ठग र दलालीको फन्दामा परेर शरम गर्दा लाग्ने शुल्क भन्दा डबल पैसा तिरेर पनि शरम गर्नुभएको छ। खासमा शरम गर्दा के कति पैसा लाग्छ त? कति उमेरका व्यक्तिलाई के कति पैसा लाग्छ त हामीले शरम गरिरहँदा? जस्तै तपाईको उमेर 18 देखि 35 भित्र छ भने के कति लाग्छ, 35 देखि 50 भित्र छ भने के कति लाग्छ? साथीहरु, आजको यस भिडियोमा रहेर सम्पूर्ण जानकारी दिनेछु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला। धेरै जसो साथीहरुले शरम गरिरहँदा अनलाइनबाट शरम गर्नुहुन्छ। यदि अनलाइनबाट शरम गर्नुहुन्छ भने कोही चिनेको त्यस्तो व्यक्तिबाट शरम गर्नु होला। नचिनेको व्यक्तिबाट शरम गर्दाखेरि नचिनेको व्यक्तिले अनलाइनबाट म यसरी शरम गर्दिन्छु, एक दिनमै हुन्छ, यसरी यदि कुनै व्यक्तिले तपाईलाई भन्यो र तपाईले उसको वालेटमा पैसा जम्मा गरिदिनु भयो भने तपाई ठगिन सक्नुहुनेछ। किनकि अहिले ठग र दलालीको कमी छैन। यहाँ ठग र दलाली यति छ कि गल्ली गल्लीमा छन्, चोक चोकमा छन्। त्यसैले गर्दा धेरै साथीहरु शरम स्वीकृति लिँदा नै ठगिनु भएको छ। शरम स्वीकृति गर्दा लाग्ने शुल्क भन्दा डबल पैसा तिरेर शरम गरिराख्नु भएको छ। अब हामीले शरम गर्दाखेरि चाहिँ हामीले सामाजिक सुरक्षा कोषको पैसा तिर्नुपर्ने हुन्छ, कल्याणकारी कोषको पैसा तिर्नुपर्ने हुन्छ, त्यस्तै बीमा हुन्छ। र अर्को भनेको यदि हजुरले कुनै पनि व्यक्तिबाट शरम गर्दै हुनुहुन्छ भने सेवा शुल्क भन्ने हुन्छ। त्यो व्यक्तिले शरम गरे बापत लिने पैसा सेवा शुल्क पनि हामीले तिर्नुपर्ने हुन्छ। यसरी सेवा शुल्क तिरिरहँदा सेवा शुल्क भनेर 1000 देखि 2000, 2000 देखि 4000, 5000 सम्म खाएका व्यक्तिहरु पनि छन्। र वास्तवमा शरम गर्दा के कति पैसा लाग्छ, के कति पैसा खर्च हुन्छ तपाई हामीले यो बुझ्न एकदमै जरुरी छ। किनकि अहिलेको अवस्थामा ठग दलालहरुले धेरै पैसा खान्छन्, यो हामीले देखिरहेको पनि छौं। त्यसैले गर्दा यसबाट बच्नको लागि शरम गर्दा के कति पैसा लाग्छ त यो सबै बुझ्नको लागि र के सावधानीहरु अपनाउने शरम गर्दै गर्दा यो सबै कुराको जानकारी म यो भिडियोमा दिनेछु। यो भिडियोबाट तपाईहरुले सम्पूर्ण जानकारी पाउन सक्नुहुनेछ। यदि तपाईको समय छोटो छ भने तपाईले शरम विभागमै गएर पनि शरम गर्न सक्नुहुनेछ। त्यहाँ एक दिनमै शरम हुन्छ अथवा आज नभए पनि भोलिपल्ट शरम हुन्छ। यसरी पनि शरम गर्न सक्नुहुन्छ यदि तपाईको समय छोटो छ भने। बाहिरबाट कुनै पनि व्यक्तिबाट शरम गर्दै हुनुहुन्छ भने 2-3 दिनको टाइम पनि लाग्न सक्छ। किनकि टोकन सिस्टम हुन्छ, टोकन अनुसार काम हुने हुनाले 2-3 दिनको टाइम पनि लाग्न सक्छ र यसरी पनि शरम गर्न सक्नुहुनेछ। र शरम गर्दा खासमा के कति पैसा लाग्छ त यो पनि बुझौं है। कल्याणकारी कोषमा 1500, सामाजिक सुरक्षा कोषमा 2320 र यो सामाजिक सुरक्षा कोष भनेको यदि हजुरहरु सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुभयो भने विदेशबाट जाने व्यक्तिले छुट्टीमा जाने जति पनि साथीहरु हुन्छ 32 इन्च सम्मको टिभीहरु लान पाउने बिना भन्सार भन्ने पनि छ। र अर्को हुन्छ म्यादी जीवन बीमा भन्ने हुन्छ र यसमा चाहिँ 4931 रुपैयाँ तिर्नुपर्ने हुन्छ। र तपाईको उमेर 36 देखि 50 वर्ष भित्रमा छ भने हजुरले यति तिर्नुपर्ने हुन्छ। यो थियो 50 देखि 36 वर्ष भित्रमा उमेर भएका व्यक्तिहरुका लागि। सेवा शुल्क भन्ने हुन्छ, कुनै व्यक्तिबाट तपाईले शरम गर्दै हुनुहुन्छ भने उ व्यक्तिले शरम गरे बापत लिने पैसा 500 रुपैयाँ र यो सेवा शुल्क पनि हामीले दिनुपर्ने हुन्छ, तपाईले दिनुपर्ने हुन्छ। र टोटल गरेर 9251 रुपैयाँ तिर्नुपर्ने हुन्छ 36 देखि 50 भित्र उमेर भएका व्यक्तिहरुले शरम गर्दा। र त्यसै गरेर साथीहरु अब तपाईको उमेर 18 देखि 35 भित्र छ भने के कति लाग्छ त यो पनि बुझौं है। कल्याणकारी कोषमा 1500 वही नै हो। सामाजिक सुरक्षा कोषमा 2320 हो, त्यो पनि वही नै हो। सामाजिक सुरक्षा कोषमा 2320 यो पनि वही नै हो। 36 देखि 50 वर्ष उमेर भित्रका व्यक्तिलाई र 18 देखि 35 उमेर भित्रका व्यक्तिहरु लाग्ने वही नै हो। तर यहाँ म्यादी जीवन बीमा भन्ने हुन्छ, यसमा चाहिँ हल्का फरक छ। यसमा चाहिँ 3708 रुपैयाँ तिर्नुपर्ने हुन्छ र टोटल गरेर 8028 रुपैयाँ तिर्नुपर्ने हुन्छ यदि तपाईको उमेर 18 देखि 35 वर्ष भित्रमा छ भने। र यसरी शरम गर्न सक्नुहुनेछ। धेरै जसो साथीहरुले अनलाइन शरम गर्न दिने र अनलाइन शरम गर्ने व्यक्तिको वालेटमा पैसा जम्मा गरिदिने र उसले ठग्ने, शरम नगरिदिने र लाग्ने शुल्क भन्दा डबल पैसा पनि लिने, यस्तो पनि भइरहेको छ। र यस्ता ठगीबाट बच्नु होला। कुनै पनि व्यक्ति चिन्नु भएको छैन र चिनजान छैन भने त्यस्ता व्यक्तिहरुबाट शरम नगर्नु होला यदि अनलाइनबाट शरम गर्दै हुनुहुन्छ भने। र यहाँनेर सेवा शुल्क छ, सेवा शुल्क जुन यो 500 रुपैयाँ मैले बताए, यसमा चाहिँ 1500, 2000, 3000 लिने व्यक्तिहरु पनि छन्। यस्ता ठग र दलालीहरुबाट बच्नु होला र सेवा शुल्क भनेको लाग्ने 500 नै दिनु होला।
किनकि धेरै साथीहरू ठगिनु भएको छ। शरम गर्दा लाग्ने जे जति शुल्क छ त्यो भन्दा डबल पैसा तिरेर पनि शरम गर्नु भएको छ र त्यसैले गर्दा यस्ता ठगहरूबाट बस्नु होला। साथीहरू, आजको यस भिडियोमा मैले शरम स्वीकृतिको बारेमा केही जानकारी गराएँ, लाग्ने शुल्क, उमेर र शरम गर्दा अपनाउनु पर्ने सावधानीको बारेमा केही जानकारी गराएँ। भिडियो कस्तो लाग्यो लाइक गरिदिनु होला, नबुझेका केही कुराहरू छन् भने कमेन्ट गर्न सक्नुहुन्छ, मन पर्यो भने सबै साथीहरूलाई शेयर गरिदिनु होला ताकि अन्य धेरै साथीहरूलाई पनि हेल्प पुग्नेछ। यदि हजुर नयाँ हुनुहुन्छ, यो भिडियो हेर्दै हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नु होला, किनभने मैले यस्तै भिडियोहरू ल्याइराखेको हुन्छु। ब्युटी टेक युट्युब च्यानल हेर्दै गर्नु होला। नमस्कार।